यसले मतयाय लागि फुक तयारी पुवंगुतु नेकु जात्रा सञ्चालन मूल समारोह समिति क्षेत्र नम्बर 10 नकबैल बिहिबार पत्रकार सम्मेलन याना तथ्य जानकारी बेउको खा अब त्यसैले यसलाई चाहिँ नि जिरो गरिराख्नु गर्नुको लागि अब मध्यलाई पनि यो चाहिँ नि पर्यटन उद्योगबाट पनि यसलाई पर्यटन उद्योग पनि चाहिँ नि बनाउन सकिन्छ। पर्यटनहरू पनि आउन सक्छ भने काम नगरेर पर्यटन प्रबन्धन समितिले पनि यसलाई चाहिँ नि 20 लाख अक्षय कोषमा राखिदिएको छ। तर त्यतिले पनि पुगेन। त्यसो भएको हुनाले पर्यटनहरू ल्याउनलाई पनि यो हाम्रो मट्याबाट पनि हामीहरूको 9 बाजा छ। त्यो प्रशिक्षण गरेर पनि टुरिस्टहरू त्यहाँ आउन सकिन्थ्यो होला। त्यसको पनि तपाईँहरूले चाहिँ प्रचार गरिदिनुहोस् हैन। 9 बाजा अब 1 वर्षसम्म हामीले चाहिँ त्यो सिकेको हो। खालि चाहिँ यो मट्या त्यसपछि चाहिँ घुङमटी अनि त्यसपछि चाहिँ नि स्वयम्भू र यो कुम्मेश्वर मात्रै चाहिँ नि 9 बाजा बजाएर सकियो अनि फेरि 10 वर्ष फेरि अर्को आउनुपर्छ। नेकु जात्रा छोले नव बाजा अन्य बेगु व बोगी बनेगु कोचा ढुङ्कुको दुसा भाद्र 2 गते कोन्ती नव बाजा थागु ज्या जुइस अथे भाद्र 5 गते नवैली मतया न्या तेंगुदु नेकु जात्रा मतया यस पाटन अथवा ललितपुरको मात्र नभई सिङ्गो नेपालको एउटा पौराणिक ऐतिहासिक धार्मिक सांस्कृतिक सामाजिक पर्व र जात्रा हो जुन अधिराज्यभर कतै नभएको यस जात्रा ललितपुरमा विगत 1400 वर्ष अगाडिदेखि चलिआएको यस जात्रा र यस जात्रालाई 10 वटा टोलहरूले क्रमिक रूपमा पालो प्रत्येक वर्ष सञ्चालन गरिआएकोमा यसपालि यस क्षेत्र नम्बर 1 नगबैल टोललाई यो जिम्मेवारी आइपरेको छ र यस नगबैल टोल क्षेत्रबाट सम्पूर्ण यस टोलका सम्पूर्ण क्षेत्रहरूबाट हामीले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई समेटेर एउटा नेकु जात्रा मटया मूल समारोह समिति 2081 नेपाल सम्वत 1144 को एउटा समारोह समिति गठन गरी विगत वर्ष दिन अगाडिदेखि हामीले तयारी कार्यक्रममा हामी जुटेका छौं। यलय जिगु तल पालम्पा नेकु जात्रा न्याकु वैचंगु दुसा थुक्सी नवै त्वाय गोसाले मतया न्यातेंगु ख अर्को कुरा चाहिँ